जहाँ जाँदा नि जे गर्दा नि सायद हिँड्नुपर्छ भन्थ्यो, नहेर चाहिँ हिजो के दुःख पायो त हामीले होइन। हिजो यो भिडियो हाम्रो हिजोको हो, सो लास्टसम्म हेरिदिनु होला। अनि उहाँ हुनुहुन्छ मेरो हस्बेन्ड, उहाँ हुनुहुन्छ मेरो आफ्नै सोल्टिनी है। अनि हामी चाहिँ फर्स्ट मार्केटतिर लाग्यो, अनि मार्केटबाट चाहिँ खानेकुरा लिएर हामी तिनजना मेट्रोतिर लाग्यो। सो उता नि पाउन त पाउँछ खानेकुराहरू होइन, तर पानी खानेकुराहरू तर रेस्टुरेन्ट मात्र हुन्छ, मार्केट हुन्न, यति महँगो हुन्छ कोले थाहा नै छ। सो त्यही भएर हस्बेन्डले एक झोला बोक्यो खानेकुरा, पानी, जुस। उहाँलाई चाहिँ फेरि बाहिर हिँड्ने चाहिँ भोक लाग्यो, मलाई भोक लाग्यो भनिरहनुहुन्छ। म चाहिँ भोक लाग्यो चुपचाप बस्छु, तर यहाँ रुमदेखि खासै बोक्न चाहिँ हिम्मत हुन्न कि मलाई झ्याउ लाग्छ कि आफै हिँड्दा त कस्तो झ्याउ लाग्छ घुम्न जाँदा है। अनि सो एकछिन 5 मिनट जति चाहिँ हामी मेट्रो पुग्यो, अनि एकछिन फोटो भिडियो लियो मोमेन्ट, अनि खास फाइनली मेट्रो पनि आयो। हिँड्नु फेरि तिनजना कोच बस्थेको क्या, किनकि 1 घन्टा लाग्छ नि त मेट्रोमा, उभिएर बस्दा नि खुट्टा दुख्छ होइन। अनि हामी चाहिँ फेरि फोटो भिडियो लिँदै हिँड्यो। यसरी चाहिँ फेरि ढिलो पनि फेरि हजुरले छोडेर कहाँ पुगिसकेछ क्या, हामीलाई त फर्केर लिन आएको थियो कि, ल यिनीहरू दुईजना त कहाँ गयो भनेर। अनि हामी चाहिँ हाँसिरहेको के फोटो भिडियो लिएर आएर ढिलो भएको हो नि त। फेरि उहाँ चाहिँ सुइसियो अगाडि दुईजना मिलेपछि त कहाँ पुगिसकेछ। उहाँ हुनुहुन्छ दिपक सर चाहिँ बिच मेट्रोदेखि आउनु भएको नि त, त्यही भएर उहाँ हस्बेन्डको साथी हुनुहुन्छ। अनि फाइनली हामी 4 जना भएर चाहिँ यतिको राति भइसकेको थियो कि उता पुग्दाखेरि। अनि हामीले सोचेको थियो राति त्यहाँ पुगेपछि 1-2 घन्टा 8-9 बजीसम्म खेल्छु अनि फर्किन्छु भनेर, तर 6 बजी नै बन्द हुने रहेछ क्या। देख्न सक्नुहुन्छ कोही छैन समुद्रमा, वरिपरि बसेर चाहिँ फोटो भिडियोहरू लिन चाहिँ मिल्ने रहेछ। अब तर त्यस्तो खेल्न चाहिँ पौडी खेल्न चाहिँ नदिने रहेछ क्या, किनकि अब खै आजकल के भएको, पहिला चाहिँ दिन्थ्यो अरे, अनि त्यही भएर दिन्थ्यो भनेर हामी प्लान गरेर गएको, तर प्लान चाहिँ चौपट भयो क्या हाम्रो। सो के गर्नु, त्यही पनि वरिपरि बसेर एकछिन रमाइलो गऱ्यो खायो होइन, गीत सित बजायो। अनि एकछिन पछि 1 घन्टा पछि फेरि हामी फर्क्यो 4 जना। के गर्नु अब, कहिले यस्तै हुन्छ। अब नेक्स्ट टाइम चाहिँ सायद हेरेर जुरेर जानुपर्छ रे क्या। फेरि अब कहिले जुर्छ थाहा छैन है, मौका नै हुन्न, यस्तै हो परदेशमा। बाई बाई गाइज।